राज्यविहीन, वर्गविहीन र शोषणरहित समाजको सिर्जना गर्नुपर्छ भन्ने सबैभन्दा ठूलो कल्पना कार्ल मार्क्सले गरेका थिए। कार्ल मार्क्सको जन्म सन् 1818 मा ट्रियर जर्मनी अथवा तत्कालीन प्रसियामा भएको थियो। सन् 1841 मा दर्शन शास्त्रमा विद्यावारिधि गरेका जेना युनिभर्सिटीबाट विद्यावारिधि गरेका कार्ल मार्क्सले सन् 1843 मा जेनी स्टाफनसँग बिहे गरेका हुन्। उनले बिहे गरिसकेपछि प्रसियन गभर्नमेन्टसँग उनको क्रान्तिकारी विचार नमिलेपछि उनी प्रसियाबाट फ्रान्स गएका थिए। फ्रान्सबाट फेरि बेल्जियम गएका थिए। बेल्जियममा 1848 मा एङ्गल्ससँग मिलेर कम्युनिस्ट म्यानिफेस्टो ब्रसेल्सको एउटा भट्टी पसलमा लेखिएको थियो। कार्ल मार्क्स 1848 मा कम्युनिस्ट म्यानिफेस्टो लेखिसकेपछि बेल्जियन सरकारले पक्रेर उनी बेल्जियम धनीहरूको लागि स्वर्ग र गरिबहरूको लागि नर्क भन्दै भन्दै फ्रान्स पुगेका थिए। फ्रान्समा पुग्दाखेरि अगस्त 1849 मा 24 घण्टाभित्र पेरिस छोड्नु भनिसकेपछि उनी लन्डन आएका थिए। सोहो लन्डनको लेस्टर स्क्वायरमा केही समय शरणार्थी भएर बसेपछि सन् 1849 मा देखि 1851 मा चाहिँ यिनै घरमा कार्ल मार्क्स आएका थिए। कार्ल मार्क्स 1851 देखि 1856 सम्म यिनै घर 28 डिन स्ट्रिट सोहो लन्डनमा आफ्नो जिन्दगी बिताएका थिए। कार्ल मार्क्सको 7 जना छोराछोरीहरूमध्ये 2 जना छोराछोरीहरू यही मरेका थिए। कार्ल मार्क्सको छोरीहरूको नाम सबै जेना भेस्टापनले जेनी क्यारोलाइन, जेनी लाउरा, जेनी एभलिन र जेनी एलोनायर भनेर राखिदिएका थिए। भने छोराको नाउँ हेनरी जो 1 महिनामा बितेका थिए भने उसका छोरा एडगर यिनै घरमा 8 वर्षको उमेरमा कार्ल मार्क्सको कुर्सीमै बितेका थिए। उनका यो सोहोमा धेरै दुखान्तका कथाहरू छन्। कार्ल मार्क्सले यहाँबाट निस्किसकेपछि केन्टिस टाउनमा गएर बसेका थिए। हामी तिनै स्थानमा पनि गएर उनको घरहरूको भिडियो बनाउनेछौँ, उनी बसेको घरहरूको। त्यो पछाडि समयले साथ दियो भने र सम्भवतः पानी परेन भने हाइगेट गएर उनको समाधि स्थलमा पनि केही भिडियोहरू बनाउनेछौँ। कार्ल मार्क्सको सम्झना 28 डिन स्ट्रिट सोहो लन्डनबाट गरिरहेका छौँ र अहिले उनी बसेको घरको मुनि तलामा रेस्टुरेन्ट रहेको छ। गुड बाई सोहो लन्डनबाट।